ब्यालेन्डोर 2025 ब्यालेन्डोर हुनु अनि त्यसमा डिबेट नहुनु द्याट्स इम्पोसिबल। अनि यो रिसेन्ट फ्रान्स वर्सेस स्पेन म्याच पछि त झन् यस्तो खतरनाक भएको छ यो डिबेट, ओहो। अनि योपालि डिबेटमा दुईवटा फुटबलरहरू छन्, एउटा लामिन यामाल, अर्को डेम्बेले। यो डिबेट गर्ने भनेको फ्यान्सहरूले, सो म फ्यान्सहरूको पर्सपेक्टिभबाट कुरा गर्नेछु यो भिडियोमा। सुरुमा कुरा गरौँ लामिन यामालको। लामिन यामालले योपालि बार्सिलोनासँग डोमेस्टिक टेबल जितेको छ विथ 18 goals and 25 assists in all competition. And यति मात्र हैन, लामिन यामालले बिग गेम्समा पनि देखाएको छ कि he is one of the best player right now. And recent clash between France and Spain, and त्यसमा चाहिँ ब्यालेन्डोर कन्टेन्डर डेम्बेले खेलिरहेको थियो, and त्यसको अगेन्स्टमा पनि यस्तो बवाल गेम लामिन यामाल, ओहो। एन्ड डेम्बेलेको कुरा गर्नुपर्दा उसले चाहिँ क्वाड्रपल जितेको छ विथ 33 goals and 15 assists in all competition. बट उसले 21 गोल्स चाहिँ लिगनमा हानेको। यो त्यो लिग हो जुन लिगलाई बर्गर लिग, फार्मर्स लिग भनिन्थ्यो जब मेस्सी, नेमार, एम्बापेहरू खेल्थे। तर अहिले त्यही फ्यान्सहरूले डेम्बेलेले 21 गोल्स हानेको खतरा भनिरहेको। अनि ब्यालेन्डोर कन्टेस्टमा अर्को एउटा के थ्योरी आउँछ भने नेसन्स लिग एउटा खतरा कम्पिटिसन हैन, त्यसैले यसलाई धेरै रेट गर्नु हुँदैन भनेर भन्छ हैन। ल मैले माने कि यो खतरा कम्पिटिसन हैन, तर जब लामिन यामालले इन्टरभ्यूमा आएर च्यालेन्ज गरेको थियो त्यसपछि पनि आफ्नो 100% दिनुपर्छ नि। आई थिंक फ्रान्सले 100% दियो, तर यो फ्यान्सहरूको लागि कम्पिटिसन म्याटर गर्छ, वर्ल्ड कप नै हुनुपर्छ। सो लास्टमा हजुरहरूले के लाग्छ त, ब्यालेन्डोर कसले जित्नुपर्छ, लामिन यामाल कि डेम्बेले? कमेन्ट गर्न नबिर्सनु होला।